हेलो गाइस, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ हामी बोजूलाई म चाहिँ नि उयो के भन्छ सिमी रोपेको थियो नि त हामीले कि अन्त त्यो सिमीलाई चाहिँ थाङ्ग्रा लाउने बेला भएको थियो हो। अन्त थाङ्ग्रा खोज्नु जानुपर्ने कहिलेदेखि थाङ्ग्रा खोजाइ भएको थिएन हो। यसरी भिड पाखेर अन्त थाङ्ग्रा लिनु गएको है हामी चाहिँ उमाथि देखेको छ अरे बोजूले हो। थाङ्ग्रा लिनु गएको यो भिरपाखरामा हामी चाहिँ यो बोजूलाई चाहिँ आन्टीलाई चाहिँ जहीँ गयौँ कम्पास मलमा चाहिँ देख्छ कम्पास मल अरे कोलाई चाहिन्छ आउनुहोस् है ल्याउनु। पहिला मेन थाङ्ग्रामा चाहिँ पुगौँ न। खै आउनु म तान्छु यस्तो भिरपाखरा रहेछ नि त बाटो चाहिँ कि अन्त यसरी नै जानुपर्ने। ऊ तल चाहिँ रोड छ हो। लडिजान्छु होला हो। बिचरा हाम्रो बुढी भएको आन्टी हिँड्छ हौ दुःखै गरेर। त्यही माथि हिल स्यान्डल लाएर आउँछ झोडी गाडीमा कहाँबाट हुन्छ त अन्त। त्यसमा कम्ती अप्ठ्यारो हुन्छ नि त चढ्नु ओर्लिनु। बिस्तारै आउनु बिस्तारै आउनु बिस्तारै छिर्नु पर्ने चाहिँ कताबाट अम्बो क्या झोडी कुन चाहिँ अरे यो यो एउटा थाङ्ग्रा भयो। यसरी निकाल्दैछु है हामी चाहिँ फ्याँक्यौँ एउटा चाहिँ ऊ तल ऊ। अब अर्को चाहिँ कहाँ पाउने थाङ्ग्रा ल्याउनु जानु त हो कि अम्बो बाटो चाहिँ यस्तो अप्ठ्यारो छ नि त। सिमीलाई थाङ्ग्रा लाउनु त रहर गऱ्यो हो। थाङ्ग्रा चाहिँ अब यस्तैहरू लानुपर्छ यस्तैहरू लानुपर्छ। यो झोडीमा आइपुगेको छ हामी चाहिँ यो पनि हुन्छ त होला। ए आन्टी यहाँ तल हुनुहुन्छ हो। म आन्टीलाई पास गर्दैछु आन्टीले उँधो फ्याँक्नु हुँदै। सिमी त रोपियो थाङ्ग्रा पनि लाउनै पर्छ लु तान्नुहोस् त। सिमी रोपेर मात्रै भएन थाङ्ग्रा पनि दिनै पर्छ। त्यसको लागि चाहिँ दुःख कष्ट झेल्नै पर्छ। पुग्छ है लड्छ है बिस्तारै हिँड्नु। अम्बो यस्तो यसरी बामे सर्दै हिँड्नुपर्छ नि त। बाटो चाहिँ पुरा यस्तो भित्ता छ कि अन्त चाहिँ हो त्यो भित्तालाई चाहिँ माडक मुडक पार्दै हिँड्नुपर्छ। यताबाट जानु अरे म चाहिँ हो यसरी यसो लडिजाने मोडा रहेछ। ल झर्नु थाङ्ग्रा यहाँ पनि छ एउटा अघि फ्याँकेको। ल आउन छिटो। म चाहिँ रोडमा ओर्लिसक्नु आँटेँ हो। उताबाट आउनु नि उताबाट सजिलो। छिटो आउनु छिटो। बिचरा बुढी मान्छेलाई दुःख। थाङ्ग्रा हाम्रो हेर्नुहोस् है यहाँनिर सिमीलाई लाउनु थाङ्ग्रा चाहिँ यति चाहिँ पायो हो। यो सिमी यहाँ रोपेको थियो नि त कि छेउछेउमा यी खोर्सानीको छेउछेउमा यो सिमी चाहिँ यसरी यस्तो मजाको थाङ्ग्रा लाउने बेला हुन आँटिसकिगयो। अन्त चाहिँ ल्याएको नि यसरी रोपेको थियो। एक जोडा भए पनि यो टमाटर त कुहिँदैछ क्या।
यहाँ त गाडी उयसमा चाहिँ कसरी जाने त्यो पर्दैन त्यहाँ भोलि बसी डोरी लगाएर यसो लगाइदिनु छेउछाउ त्यसलाई अहिले डोरी लगाइदिनु यस्तो छ हाम्रो बारी यहाँ माथि हो सिलगढीबाट मगाएको मैले सिबीलाई थाङ्रा लाउनु गाड्दैन बस्छ